भाइ अब तिमीले जुन स्ट्याटस लेखेछौ नि होइन, जस्तै अब यो पहाडीहरूको लागि अब मरेकोमा तिमी खुसी भइरहेछौ होइन, यो मानवता हो कि दानवता हो के हो भन्छौ तिमीलाई? जस्तै पहाडीहरू मर्दाखेरि तिमी खुसी व्यक्त गरिरहेछौ होइन, त्यहाँनिर पहाडेको मधेसी भन्दाखेरि त्यहाँ एउटा मान्छे मरिरहेछ, तिमी के भन्न चाहन्छौ भन नि त? तिमी यसमा के आत्मग्लानी छ कि छैन तिमीलाई? आत्मग्लानी छ कि छैन? छैन, मैले केही गरेको छैन। केही गरेको छैन होइन? मेरो फेसबुक ह्याक भएर मेरो एकाउन्टबाट यो चाहिँ अहिले तिमी झुट बोल्दैछौ, यो चाहिँ झुट बोल्दैछौ होइन। तिमी यसमा आत्मग्लानी छ कि छैन ल भएर मलाई त्यति मात्र भनिदियो। छ आत्मग्लानी छ। एउटा कुनै पनि मान्छे मर्नु भनेको त्यो मर्दाखेरि खुसी हुनु राम्रो हो होइन नि। हामी त नेपाली हो झन्, हामी त एउटा कुकुर मर्दा पनि हामी दुखी हुन्छौँ, एउटा तिमीले पालेको कुखुरा मर्दा हामी दुखी हुन्छौँ, अनि नेपाली मर्दा हामी कसरी दुखी हुन सक्छौँ? होइन, मेरो एकाउन्टबाट जे पनि भयो त्यसको लागि मलाई धेरै अफसोस छ, अनि मैले त्यो गरेको छैन। मेरो एकाउन्ट ह्याक गरिएर अरू कसै जस्तै तिम्रो अहिले पुलिस केस हुनेवाला पनि छ होइन, त्यसको बारेमा के भन्छौ? पुलिस केस हुन्छ त्यही हो, मैले गरेको छैन। अब पुलिसले पनि जाँच पडताल गर्न सक्छ। अनि मेरो एकाउन्ट ह्याक गरिएर तिमीले लेखेको होइन त्यो? होइन होइन। हजुर। अनि तिमीले योभन्दा पहिला मैले अघि लेखेको भनेर स्वीकारेको थियो फेरि? छैन स्वीकारेको। अनि सरी पनि भन्दै थियो अघि पहिला, अहिले चाहिँ फेरि तिमीले लेखेको होइन भन्दैछौ किन? छैन, मैले लेखेको छैन। योभन्दा पहिला मलाई लेखेको भन्दैछौ, मसँग रेकर्ड छ, त देखाइदिन्छु म। छैन रेकर्ड। तिमी यसप्रति तिमी जुन लेख्यौ नि, तिमी कुनै पनि मान्छे मर्दा खुसी हुन सक्ने तिमी मान्छे हो? होइन, त्यस्तो मेरो केही उबाट थिएन, यो मेरो मात्र एउटा आक्रोश थियो, त्यही हो। तिमी के भन्न चाहन्छौ सारा नेपाली जनतालाई? अझै होइन, अझै मबाट केही गल्ती भयो भने त्यसको लागि म क्षमा प्रार्थी छु। अनि यो मेरो कामबाट मात्र भएको हो, मैले गरेको छैन।